जबसम्म सास छ तबसम्म आस छ भनिन्छ है। र मैले यो कुरा चाहिँ किन भनिरहेको छु भन्दा चाहिँ आमा चाहिँ मेरो रुममा बिहानै आउनु भएर चाहिँ मलाई एउटा कुरा देखाउनु भयो। र त्यो के भन्दा चाहिँ मैले अस्ति रोपेको डल्ले चाहिँ सबै मरिसकेको थियो, कमिलाले गर्दा बिग्रेको थियो र हामीले पनि हार खाएर त्यत्तिकै छोडिदिएको थिएँ होस् भनेर। तर यहाँ एउटाले चाहिँ फलाएछ डल्ले, हेर्नु न यसले चाहिँ बिचारा एउटा दिएछ। र मैले चाहिँ यहाँबाट चाहिँ त्यही सिकेँ कि मान्छेले हाम्रोबाट पनि कतिपय अवस्थामा गिभ अप गरेको हुन्छ, सक्दैन भन्छ है। तर हामीले आफ्नो विल पावर चाहिँ स्ट्रङ राख्नुपर्छ। जबसम्म तपाईँ आफूले आफै हार खानु हुँदैन, यु सुड किप अन ट्राइङ। जबसम्म हामीले सफल बनिँदैनौँ, काहीँ न काहीँबाट जुगाड भइहाल्छ, तर हार चाहिँ खानु हुँदैन। सो यही सोच अनि विचार लिएर दिनको सुरुवात गर्दै म अनुषा तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत गर्दछु। र आज चाहिँ फ्राइडे, हिजो थर्सडे चाहिँ मैले एउटा भ्लग बनाइनँ किनभने मलाई त्यो भ्लग बनाउनु, त्यो भिडियो बनाउनु इच्छै लागेन। त्यसपछि आज चाहिँ फ्राइडे अलिक रेस्ट गर्नु पर्यो, घरमै बस्छु, यताउता जाँदिनँ भनेर सोचेँ। अनि दिन आज वेदर पनि एकदमै राम्रो भएको थियो, अरू बेलाको जस्तै ग्लुमी थिएन, स्काई पनि एकदमै क्लियर, घाम पनि एकदमै चर्को लागेको थियो। र आमा र म यहाँ गफ गर्दै मैले चिया पनि खाएँ। अन्त यसो हेरेको त आमाले कुनामा तरुल राखिराख्नु भएको रहेछ, आमाको चाहिँ फेभरेट हो नि त, खाजा खानुहुन्छ होला सायद भनेर सोचेँ। अनि त्यसपछि चाहिँ आज चाहिँ सोचेँ मैले लिभिङ एरियामा चाहिँ कार्पेट ओछ्याउनु पर्यो भनेर चाहिँ मैले सोचेँ, किनभने विन्टर पनि लाग्यो, चिसो पनि धेरै हुन्छ, टाइल्सले गर्दा चिसो पनि लाग्छ हो। प्लस हाम्रो त्यो ओपन स्पेस भएकोले गर्दा क्या, बोथ साइड बरन्डा भएकोले गर्दा एकदमै चिसो हावा आउँछ। अन्त अरू बेला त म प्रायः जस्तो हप्ताभरि नै म बाहिर निस्केको हुन्छु, हप्ताभरि नै मेरो प्रायः कामै हुन्छ। र आज चाहिँ सोचेँ आज म घरमा रेस्ट पनि गर्छु, आज म बाहिर जाँदिनँ भनेर मैले सोचेँ। अन्त त्यही भएर चाहिँ पुसपास गर्नु पर्यो, पुसपास गरिसकेर चाहिँ त्यसपछि चाहिँ म कार्पेट ओछ्याइदिनु पर्यो भनेर सोचेँ, किनभने आमाले सक्नु पनि हुँदैन यस्तो कामहरू त हो। अन्त त्यसपछि चाहिँ फर्स्टमा चाहिँ मैले टेबलहरू सारेर बढार कुडार गरेँ, यताको त गरिसकेको थिएँ। अनि कार्पेट लिएर आएँ, आमाले चाहिँ नओछ्या कार्पेट भन्नु हुँदै थियो, खासमा चाहिँ मलाई नओछ्या मैला हुन्छ, तँलाई नै प्रब्लम हुन्छ भनेर भन्नुहुँदै थियो। तर फेरि मनै मानेन मेरो, होस् ओछ्याइदिन्छु, विन्टर लाग्यो भनेर सोचेँ। त्यसपछि चाहिँ पुसपास गरेर कार्पेटहरू मिलाएर, अन्त यो फेरि जति पनि पुस्छु एकपट्टि मात्रै हुने हो मेरो, फेरि यस्तो